मर्निङ एभ्रिवान। अनि आज चाहिँ हामी फेरि म र मेरो पार्टनर दाउरामा जाँदैछ। हेलो युदक, फेरि त आऊ, छेउमा आऊ। यो चाहिँ मेरो फुच्चे साथी। खोइ हेलो हेलो ल हेलो मात्रै। हेलो मात्रै। गुड मर्निङ। ल अबिना ल आज हाम्रो भाइले गीत गाएर सुनाउँछ। ल 1 2 3 अबि गक्ना ल अबि ल्याउ हामी दुईजनाको प्लान चाहिँ फर्स्ट हामी दाउरा काट्ने, त्यहाँदेखि के टिप्ने, कट्टुस टिप्ने। पुग्नु आँट्यो त्यहाँ माथि दाउरा भएको ठाउँमा। दाउरा त के भएको के हो यो त गर्नुपर्छ दाउरा। ला दाउरा के गर्नुपर्छ? ल्याउनु जानु पर्यो। खोज्नु पर्यो नि। खोज्नु पर्यो। काटेको त छैन। अब हाम्रो चाहिँ बाटो पनि ब्लक भएछ। यहाँदेखि उता चाहिँ हाम्रो बारी जान्छ, बट अहिले चाहिँ रुख लडेर हाम्रो बाटो ब्लक। दाउरा काट्दै एउटा भिडियो बनाउँदैछु। एन्ड होप यु अल गाइज विल लाइक इट। सुकाएर छ त्यो दाउरा? होइन ल सुक्खा होला हौ। सुक्खाम त लिनु, तिम्रो त पुग्छ त। हामी चाहिँ अब यहाँ कट्टुस पनि टिप्दैछ बाटोमा। हिजो मजाले टिपौँ है, बुटेर खाइन्छ त साह्रै मिठो हुन्छ कट्टुस। दाना देखाउ त। यतिकै खाँदा पनि मिठो हुन्छ, तर बुटेर खायो भने चाहिँ झन् मिठो हुन्छ। ल जङ्गलमा नयाँ मान्छे जोइन भएको। आउनु पुनु चाहिँ कोसँग आएको जङ्गल? खै पुनुको डोको हेरौँ त। पुनुको डोको उता फर्किनु। है छैन के बोक्ने डोकोमा? राम्रो बोक्नु ल, सक्छ कि बोक्नु? पानी एकछिन न्यु ल्याइदिनु न। पुनु यो गाईहरू कसको हो भाइ? हाम्रो यहाँ दाउरा पनि पुग्यो। अब हामी कटुस खोज्दै घर जान्छौँ। तिम्रो बारी देखा त। यो चाहिँ कसको भयो? बारी पनि पुग्यो। अब